9-10 वर्षको उमेरदेखि किशोरीहरूको महिनावारी सुरु हुन्छ। यति बेला महिनावारीको बारे पूर्ण ज्ञान र व्यवस्थापनको सिप नहुँदा मानसिक तनावका साथै दैनिक क्रियाकलाप, घर परिवार र विद्यालयमा समेत समस्या झेल्नु पर्ने हुन्छ। त्यसैले किशोरीहरूलाई यसको बारेमा राम्रो परामर्श दिई यसको व्यवस्थापनको लागि सहज वातावरण बनाइदिनु पर्छ। महिनावारीको बेलामा नरम सुतीका कपडालाई पट्याएर बनाएको घरेलु प्याड वा बजारमा पाइने तयारी स्यानिटरी प्याडलाई प्रयोग गर्न सकिन्छ। जुनसुकै प्याडको प्रयोग गरे पनि पुरै रगतले भिज्नु अगाडि नै अथवा 4 देखि 6 घण्टाको फरकमा प्याड फेर्नु पर्छ। हरेक पटक फेरिने घरेलु प्याड सफा र तयारी स्यानिटरी प्याड भए नयाँ हुनुपर्छ। महिनावारीको समयमा यौनाङ्ग र प्याडको सरसफाइमा विशेष ध्यान पुगेन भने यौनाङ्गमा संक्रमण हुन सक्छ। नरम सफा कपडाको घरेलु प्याडलाई रगतको दाग जाने गरी साबुनले मिची धोएर घाममा सुकाउने र राम्ररी पट्याएर सुक्खासँग राख्ने गरेमा फेरि प्रयोग गर्न सकिन्छ। तर बजारमा पाइने स्यानिटरी प्याडलाई फेरि अर्को पल्ट प्रयोग गर्नु हुँदैन। नरम सफा कपडाको घरेलु प्याडलाई प्यान्टी अथवा कट्टुमा राम्रोसँग टाँसेर लगाउनु पर्छ। बजारमा पाइने स्यानिटरी प्याडहरूको प्रयोग गर्दा प्याडमा रहेको टाँसिने भागको स्टिकर निकालेर प्यान्टी अथवा कट्टुमा राम्रोसँग टाँस्ने र प्यान्टीलाई माथि सारेर लगाउने गर्नुपर्छ। प्याड फेर्दा रगत नलतपतिने गरी सावधानीपूर्वक प्यान्टीबाट निकाल्ने, राम्रोसँग पट्याउने र व्यवस्थापन नगरुन्जेल कागजमा बेरेर सुरक्षित ठाउँमा राख्ने गर्नुपर्छ। यस्ता प्याडलाई पानीको मुहान भन्दा टाढा सकेसम्म मानिस हिँडुल नगर्ने ठाउँमा गहिरो खाल्डो खनेर पुर्नुपर्छ। प्रयोग गर्न सजिलो भए पनि स्यानिटरी प्याडहरू सबै ठाउँमा नपाइने, दोहोऱ्याएर प्रयोग गर्न नसकिने हुँदा खर्चिलो हुन्छ। यस्ता प्याडले कसैलाई त चिलाउने, डाबर आउने समेत हुन सक्छ। यिनीहरूको व्यवस्थापन गर्न समेत गाह्रो हुने हुँदा घरमै सजिलै बनाउन सकिने कम खर्चिलो घरेलु प्याडको प्रयोग गरी महिनावारीलाई व्यवस्थित र सुरक्षित बनाउन सकिन्छ। महिनावारी महिलाहरूको गौरव हो। यसको सुरक्षित र स्वस्थ तरिकाले व्यवस्थापन गर्न सिकौं र सिकाऊं। छुवाछुत र भेदभाव नगरौं। घरायसी दैनिक कार्यमा निर्वाध रूपमा सहभागी हौं र विद्यालय नियमित आउने गरौं। साथै प्रशस्त आराम, पोषिलो खाना एवं परामर्श दिउँ।